हामी रोटी चाहिँ दुईटा खान्छौँ तर गोलगप्पा चाहिँ पचासवटा पनि खाइदिन्छौँ। त्यही भएर आज चाहिँ सन्डे अनि सन्डे चाहिँ आज के खाऊँ भन्ने सोचेँ। सधैँ मोमो त खान मन लाग्दैन नि, बनाउनु पनि मन थिएन मोमो छ त के खाने भन्दाखेरि अनि घरमा पुच्का थियो, रेडिमेड पुच्का अनि इमली पनि थियो। त आज पानीपुरी खाने भनेर हामीले चाहिँ पानीपुरी बनाएर हेर्नु म के बन्छ हेर्नु। इमलीको रस चाहिँ निकालेँ, यो जलजिरा पनि थियो अलिकति मिलाम, जलजिरा चाहिँ टेस्ट राम्रो आउँछ। जलजिरा हाल्दैछु यहाँ। पिरो अमिलो मिठो चटनी यो चाहिँ एकदम नै मिठो हुन्छ खाना। यो नभए त पुच्का खाए जस्तै लाग्दैन मलाई। घरमा जहिले बनाए पनि यो चटनी चाहिँ मैले बनाउँछु नै बनाउँछु। यहाँ चाहिँ छ आलुको चोखा है। यहाँ चाहिँ आलु मटर प्याज धनियाँ हालेर नि इमलीको खट्टा पानी हालेर बनाए। पुरी पनि तयार भयो है, हेर्न सक्नुहुन्छ। रेडिमेड हो यो, हेर्दै राख्नु होला। अनि मेरा ट्युसन स्टुडेन्ट पनि थिए त्यही बेलामा घरमा, उनीलाई पनि टेस्ट गर्न दिएँ मैले चाहिँ। उनीहरूले पनि खाए राम्रोसितले। কেনেকুৱা হৈছে খোৱা বেবি, কেনেকুৱা হৈছে? জ্বলা হৈছে নেকি? খাইছোঁ। टेस्टी ठीक है खाऊ। अनि उनीहरूलाई खुवाएर चाहिँ म यता हाम्रो पनि रेडी गर्न लाएँ। चारजनालाई चाहिँ एउटा प्लेटमा पहिले सबै मजाले फिलिङ गरेँ आलुहरू। अनि बसेर एउटा लिएर त खान मन लाग्दैन, त्यही भएर फटाफट फिलिङ गरेँ। अनि त्यसपछि हामी पनि आफ्नो आफ्नो प्लेट लिएर बसेँ म पेट पूजा गर्नलाई। कतिखेर खाम भइसक्यो त्यो बनाउँदाखेरिबाट। अनि अब घरमा खाएपछि त मजाले हो नि, जति मन गर्यो त्यति खान सकिन्छ आफ्नो हिसाबले सबको खालेर। अनि यस्तो चाहिँ कसलाई कसलाई मनपर्छ यसरी घरमा बनाएर खान? म चाहिँ घरमा बनाएकै धेरै मनपर्छ, मनभरि खान सकिन्छ नि। यति नै आजलाई, बाई बाई।